जय मसीह अनि गुड मर्निङ साथीहरू। आज फेरि यस बिहानीमा तपाईहरुलाई स्वागत छ। अनि म फेरि आज परमेश्वरको वचनमा अध्ययन गर्दै थिएँ। फिलिपी 3 अध्यायको 12 पददेखि 21 पदसम्म मैले अध्ययन गर्दै थिएँ र यस बिहानमा मैले परमेश्वरको अनुग्रहबाट, परमेश्वरको आवाजहरू, परमेश्वरको वचनबाट सिकेका कुराहरू म तपाईहरुको बीचमा फेरि पनि शेयर गर्न आइपुगेको छु। मैले चाहिँ यस खण्ड जब मैले अध्ययन गर्दै थिएँ, यसमा चाहिँ पावलले आफ्नो जीवन शैलीमा कसरी उनी अगाडि बढिरहेका छन्, कसरी आफ्नो यो दुःखको समयमा पनि उनी जेल खानाभित्र, उनी चाहिँ कैदमा पनि कसरी आफूले प्रभुमा अगाडि बढिरहेका छन्, उनको विश्वासप्रति उनी कति इमानदारीता छन् भन्ने कुराको यहाँ चाहिँ विशेष हामीले वर्णन गरेको कुराहरू देखेका छन् र मण्डलीप्रति, विश्वासीप्रति कति चिन्तित छन् भन्ने कुरा यस खण्डमा स्पष्ट हामी देख्न सक्छौं। अनि यहाँ चाहिँ मैले यो खण्डको शीर्षक चाहिँ मैले राखेको छु, स्वर्गीय बोलावटप्रति इमानदारीता हुनुपर्छ भन्ने विषयमा। यानी स्वर्गीय बोलावटप्रति जसरी पावल स्वर्गीय बोलावटप्रति जसरी इमानदारी थिए, त्यसरी तपाईँ र म पनि स्वर्गीय बोलावटप्रति इमानदारीता हुनुपर्छ भन्ने कुरा मैले यो खण्डमा को शीर्षक राखेको छु। पहिलो कुरा चाहिँ हामी कसरी हुन सक्छौं भन्ने कुराहरुमा, हामी इमानदारी हुन सक्छौं भन्ने कुराहरुमा पहिलो कुरा चाहिँ कि पछाडीका कुराहरु बिर्सेर परमेश्वरको स्वर्गीय बोलावटमा निरन्तर अगाडि बढ्नुपर्छ। पहिलो कुरा चाहिँ मैले सिकेको, यदि तपाईँ र म स्वर्गीय बोलावटप्रति इमानदार हुन चाहन्छौं भने हामीले विगतका कुराहरुमा, हामी विगतका दिनहरुमा के कस्ता थियौं र के भइरहेको थियो हाम्रो जीवनमा, ती सबै कुराहरु बिर्सेर हामी परमेश्वरको स्वर्गीय बोलावटतिर अनि हामी निरन्तर अगाडि बढ्नुपर्छ, अगाडि बढ्दै जानुपर्छ भन्ने कुरा मैले अनि 12 पददेखि 14 पद पढेर मैले त्यो बुझ्न सके, सिक्न सकेको छु। अनि दोस्रो कुरा, जब मैले 15 र 16 पद मैले पढ्दै थिएँ, त्यसबाट मैले के सिकेँ भने परिपक्व मानिस को हो त भन्ने विषयमा, परमेश्वरको राज्यमा परिपक्व मानिस त्यो हो जो स्वर्गीय बोलावटमा, आफ्नो स्वर्गीय बोलावटमा निरन्तर अगाडि बढ्छ र त्यसमा दरिलो भएर लागिरहने मानिस नै स्वर्गीय परिपक्व मानिस हो प्रियहरू। त्यसकारणले गर्दाखेरि परिपक्व मानिसहरू, यदि तपाईँ र म विश्वासमा परिपक्व छौं भने, हामी आफूलाई ठान्छौं र हामी विश्वासमा दरिला छौं भने ठान्छौं भने हामी स्वर्गीय बोलावटमा निरन्तर अगाडि बढ्नुपर्छ र त्यसमा हामी दरिलो भएर खडा हुनुपर्छ, अथवा दायाँ बायाँ हामी गर्नु हुँदैन भन्ने कुरा मैले सिक्न सके। अनि अन्तमा मैले यसमा 3वटा कुरा मैले यो खण्ड पढेर मैले सिकेको कुरा, अनि अन्तमा चाहिँ जब 17 देखि 21 पदमा जब मैले हेर्दै थिएँ, त्यहाँ चाहिँ मैले के सिकेको छु भने परमेश्वरका स्वर्गीय मानिसहरू, विश्वासयोग्य मानिसहरू जो चाहिँ के हुन्छन्, स्वर्गीय बोलावटको निम्ति बोलाइका मानिसहरूको सेवकहरूको अनुकरण गर्नुपर्छ भन्ने कुरा, उनीहरूको जीवनलाई हामीले पछ्याउनुपर्छ। स्वर्गीय नागरिक भएका व्यक्तिहरूको हामीले पछ्याउनुपर्छ, तर दुष्टहरूदेखि अर्थात् क्रुसका शत्रुहरूदेखि हामी अलग बस्नुपर्छ भन्ने कुरा मैले 17 देखि 21 पदमा मैले सिकेको छु। अब क्रुसका शत्रुहरू को हुन् त भन्ने कुराहरू त्यहाँ 18 पदमा स्पष्ट वर्णन गरिएको छ, जुन कुरा म तपाईलाई शेयर गर्न चाहन्छु कि क्रुसका शत्रुहरू को हुन् त, अथवा कस्ता मानिसहरूदेखि हामी अलग बस्नुपर्छ भनेर यहाँ लेखिएको छ। पहिलो कुरामा चाहिँ दुष्ट काम गर्ने व्यक्तिहरू, अर्थात् परमेश्वरको आत्मिक रूपदेखि परमेश्वरबाट टाढा भएर जिउनेहरू। यद्यपि तिनीहरू विश्वासी हुन्छ भन्छन्, उनीहरूको जीवन चाहिँ विश्वासी जस्तो छ, तर
उनीहरूले चर्चमा आउँछन्, उनीहरू सङ्गतिमा बस्छन्, उनीहरूले बप्तिस्मा लिएका छन्, तर उनीहरूको जीवनको चाल चाहिँ परमेश्वरबाट अलग भएका हुन्छन्, जो चाहिँ दुष्ट कुराहरूमा अल्झिरहेका हुन्छन्। त्यस्ता व्यक्तिहरूदेखि हामी अलग बस्नुपर्छ। पहिलो कुरा त्यहाँ लेखेको 4वटा कुरा हामी क्रुसका शत्रुहरू भनेर हामीले 4वटा कुराहरू पावलले बताएका छन्। उनका जीवनशैलीका 4वटा स्वभावहरू बताएका छन्। पहिलो स्वभाव चाहिँ हामीले हेरेका छौँ कि दुष्ट काम गर्नेहरू अर्थात् परमेश्वरबाट टाढा भएर जिउनेहरूका निम्ति भनेर भन्छ, देखि हामी टाढा बस्नुपर्छ। अनि दोस्रो कुरा चाहिँ हामीले देखेका छौँ कि शारीरिक जहाँ हामी त्यहाँ देख्छौँ कि मैले पढिदिन्छु, पेट तिनीहरूको ईश्वर हो भनेर भन्छ। यसले हामीलाई बताउँदछ कि शारीरिक, सांसारिक, भौतिक कुराहरूमा आनन्दित हुने, जोड दिने व्यक्तिहरू अर्थात् लालसा गर्ने, ती भौतिक, शारीरिक र सांसारिक कुराहरूमा लालसा गरेर जिउनेहरूदेखि हामी के हुनुपर्छ, त्यस्ता मानिसहरूदेखि हामी अलग बस्नुपर्छ, जसले चाहिँ ती कुराहरूमा मात्रै जोड दिँदछन् भन्ने कुराहरू हामी देख्छौँ। अनि तेस्रो कुरा चाहिँ मैले यो खण्डबाट मैले ती व्यक्तिहरूको बारेमा सिकेको छु कि पाप गर्नेहरू अथवा सांसारिक जीवन शैलीमा गर्व गर्नेहरू, उनीहरू चाहिँ भौतिक कुराहरूमा, संसारमा गरेका एचिभमेन्टका कुराहरूमा, उनीहरूको जीवनका शैलीहरू पापमय, पापका कुराहरूमा रमाउनेहरूदेखि अनि हामी चाहिँ अलग बस्नुपर्छ भन्ने कुराहरू हामी 19 पदमा हामी देख्छौँ। तिनीहरू आफ्ना शर्ममा गौरव गर्छन् भन्छन्। अनि त्यस्ता मानिसहरूदेखि हामी अलग बस्नुपर्छ भनेर हामीलाई पावलले सिकाउँदछन्। अनि अन्त्यमा चाहिँ लेखेको छ जसको ध्यान, अनि यहाँ अन्तमा हामीले हेऱ्यौँ भने तिनीहरूको मन सांसारिक कुरामा लागिरहन्छ भनेर भन्छ। यसको अर्थ हामी देख्छौँ कि जसको ध्यान, उनीहरूको लक्ष्यहरू, उनीहरूको दैनिक जीवनशैलीहरू अनन्त र स्वर्गीय कुरामा केन्द्रित नभई के हुन्छ, भौतिक र सांसारिक कुरामा केन्द्रित भएर जिउनेहरूदेखि हामी अलग बस्नुपर्छ। जो चाहिँ भौतिक कुरामा रमाउनेहरू, सांसारिक कुराहरूमा रमाउनेहरू, सांसारिक कुराहरू कसरी एचिभमेन्ट गर्ने, कसरी उनीहरूले त्यो प्राप्त गर्ने भन्ने विषयमा रमाउनेहरूदेखि हामी होसियार हुनुपर्छ भनेर पावलले हामीलाई यस खण्डबाट सिकाउँछन् प्रियहरू। अनि अन्त्यमा प्रियहरू, अनि यो खण्डको मैले मुख्य पद चाहिँ के होला त, मैले यसबाट मुख्य कुरा चाहिँ केस कुरामा जोड दिएको छ भनेर हेर्दै थिएँ। अनि यहाँ चाहिँ यस खण्डको मुख्य पद चाहिँ मैले प्राप्त गर्न सकेको छु। 14 पदमा चाहिँ मैले मुख्य पद भनेर मैले छुट्याएको छु, जसमा चाहिँ स्वर्गीय बोलावटबाट पाइने पुरस्कारका निम्ति जोडसँग अगाडि बढ्नुपर्छ प्रियहरू। हामीहरू स्वर्गीय बोलावटबाट पाइने पुरस्कारको निम्ति जोडसँग अगाडि बढ्नुपर्छ भनेर मैले चाहिँ यो सिक्न सकेको छु। त्यसकारण प्रियहरू, यो पावलको यो खण्डबाट पावलले कसरी आफ्नो दुःखको समयमा पनि स्वर्गीय बोलावटप्रति तपाईँले हेर्नुपर्छ, इमान्दार कसरी भए भनेर तपाईँको मनमा विचार लाग्न सक्छ। हामीले अघिल्लोको खण्डहरूमा जब अध्ययन गर्दै थियौँ, पावल आफ्नो कैद अवस्थाबाट पनि सुसमाचारको काममा अगाडि बढिरहेका छन्, सुसमाचारको काममा अगाडि बढाइरहेका छन्। उनी कैदमा हुँदाखेरि पनि तिमोथीलाई अनि अरू मानिसहरूलाई चाहिँ सुसमाचारमा प्रेरित गरिरहेका छन्, जुन कुराको निम्ति उनी बोलावट भएका थिए। त्यस कारणले हामी हाम्रो स्वर्गीय बोलावटप्रति हामी इमान्दार हुनुपर्छ। हामी त्यसको लागि हामी के गर्नुपर्छ, आफ्ना पछाडिका कुराहरू हामीले बिर्सेर हामी स्वर्गीय बोलावटमा निरन्तर अगाडि बढ्नुपर्छ। दोस्रो कुरा, हामी परिपक्व मानिसहरू जस्तै गरेर हामी निरन्तर स्वर्गीय बोलावटमा अगाडि बढ्नुपर्छ र त्यसलाई दरिलो गरेर पक्रिराख्नुपर्छ। अनि तेस्रो कुरा चाहिँ हामी क्रुसका शत्रुहरूदेखि टाढा हुने तर परमेश्वरका मानिसहरू, विश्वासयोग्य मानिसहरूका अनुकरण गर्ने व्यक्तिहरू हुनुपर्छ भन्ने कुरा यो खण्डबाट
सिक्न सकेका छौँ। हुन्छ, धन्यवाद परमेश्वरलाई भएकोस् अनि तपाईँहरू सबैलाई पनि धन्यवाद भएकोस् अनि आजको दिन परमेश्वरले तपाईँलाई आशिषमय बनाउनु भएकोस्। धन्यवाद र जय मसीह साथीहरू।